हेलो एभ्रिवान, गुड मर्निङ। म चाहिँ बिहानै उठिसकेपछि चाहिँ फर्स्टमा ब्रस गरेँ। ब्रस गरिसकेपछि चाहिँ मुख धोएँ। मैले चाहिँ आज कस्तो चिया सिडै भिजाउनु बिर्सेछु के, अनि यही शुद्ध पानी नै पिएँ। पिइसकेपछि चाहिँ रेडी भएर म निस्किएँ मर्निङ वाकको लागि। अनि म निस्किँदा चाहिँ यतिको अँध्यारो भएको थियो। मैले चाहिँ एउटा फुल देखेँ कि, यो चाहिँ कस्तो राम्रो फुल थियो। अनि यो देखिरहेको चाहिँ बुद्ध पोखरी मन्दिर हो। अनि म चाहिँ आज जाँदैछु धापाखेलमा रहेको नागदह, जुन चाहिँ एउटा यस्तो राम्रो ठाउँ छ, यस्तो आनन्द आउने ठाउँ छ। म त्यहाँको बयान गर्न सक्दिनँ, हजुरहरू आफै हेर्नुहोला, यति राम्रो ठाउँ छ। अनि मैले चाहिँ त्यहाँ के चरा आएको भन्ने सुनेको थिएँ कि, अनि मैले चाहिँ चरा चाहिँ देखेँ, तर कुन चरा हो चाहिँ थाहा भएन। हजुरहरू आफैले हेरेर भनिदिनु होला। त्यो चाहिँ एकदमै राम्रो थियो। पानीमा पौडेर बसिरहेको थियो, कति आनन्दले रमाइलो गरिरहेको थियो। अनि त्यहाँको इन्भाइरोमेन्ट चाहिँ यस्तो राम्रो थियो है, कति राम्रो देखिएको थियो। अनि मलाई चाहिँ त्यहाँ कस्तो डर देखाइदिनु भयो कि, नाग आउँछ अरे भनेर। अनि मलाई चाहिँ कस्तो डर लागेको थियो होइन। अनि अब मैले चाहिँ देखेको छैन नागहरू देखिन्छ अरे। अनि म चाहिँ हाँसहरूसँग एकछिन खेलेँ। अनि त्यहाँ हेर्नु न, त्यहाँ चाहिँ चराहरू डुङ्गा खेल्दैछन्। अनि मैले चाहिँ यहाँ नागदहको दर्शन पनि गरेँ। त्यसपछि अनि म चाहिँ फर्किएँ।